बोल्नु भएको? कोवेदबाट सावित्री तामाङ। सावित्री तामाङ। अनि कहाँ के भइरहेछ? मलाई चाहिँ धेरै समस्याहरू भइरहेछ। के समस्या भयो नानी? तपाईँ कहाँ कहिले जानुभएको? के काममा जानुभएको? के भयो? फोटो लगाइदिनु न। अफिसमा काम हो कि घरको काममा? घरको काममा। घरको काममा जानु हुँदैन भने थाहा थिएन तपाईँलाई? हेलो, घरको काममा त जानु हुँदैन थियो नि त, भिजिट भिसामा गएको होला। अनि अहिले के भयो? कुटपिट भयो कि अथवा के खाना दिएन? तपाईहरुको त्यो रेस्पोन्स दिएन है? मैले त भने पछि फोन गरे त्यसैले मलाई चाहिँ अलिकति उनीहरूले नराम्रो गर्ने गर्यो अनि त्यही भएर म चाहिँ के नराम्रो गर्यो? तपाईले पिठो खाना दिएन? हिमसम्म पर्यो? के मुलाको पाउँदछ? त्यस्तै भन्नु पर्यो। खालि बिहानको 6 बजेदेखि बेलुका 1-2 बजेसम्म काममा लाउने, बिरामी भएर नसक्ने भए पनि। तपाईको एजेन्टको नाम भन्नु त। तपाईले त्यहाँसम्म पुर्याउने एजेन्टको नाम भन्नु त, ठुलो मान्छेको नाम। एजेन्टको नाम मेरो साथीलाई सोध्नुपर्छ, साथीबाट आएको हो म। थैया, यो जिन्दगी आफूलाई पठाएको मान्छेको नाम छैन, साथीलाई सोध्नुपर्ने। तपाईँ त अचम्म। साथीको नाम चाहिँ के नि? हे चेली हो, तिमीहरूले कहिले सुख पाउँछ र कहिले कुरा बुझ्छ? अनि मेरो चाहिँ समस्या पनि यो के, अनि मैले अनि मेरो हस्बेन्डलाई पनि, मेरो बुढोलाई पनि सम्पर्क गरेको, उहाँ पनि 1 महिना भइसक्यो सम्पर्कमा नआएको। मलाई ठिक दिनु भनेर भनेको। त्यस्तो भने मेरो बुढो पनि सम्पर्कमा आउनु भएको छैन। किन? बुढो समेत मिलेर पठाएको यो तपाईँलाई? बुढोले पनि बुढोको सल्लाहले मिलेर पठाएको हो। अनि अहिले चाहिँ म चाहिँ कति 4-5 महिना बाँकी छ, 4-5 महिना बाँकी छ, 4-5 महिना बाँकी छ। पहिलासम्म त राम्रै बोल्थ्यो। अनि मैले अस्ति उहाँलाई 3 लाख पैसा दियो। 3 लाख पैसा दिएपछि अब म यसरी आउने छ, अब म तपाईँलाई पैसा पठाउन सक्दैन, मलाई आउनलाई खर्च पनि चाहिन्छ भन्यो। अनि त्यसपछि बुढो पनि सम्पर्कमा छैन, एजेन्टको नम्बर पनि छैन। 3 लाख पाएपछि बुढी चाहेन उहाँलाई। अब यस्तो संसार छ। तपाईँ कहाँ रे जिल्ला तपाईँको? मेरो सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको तामाङ पऱ्यो फेरि, होइन त? ल बुढोको नम्बर दिनु त, आउँछ भने। म तपाईँलाई म्यासेज पठाइदिन्छु है यहाँ। ल पठाइदिनुहोस्, चिन्ता नगर्नु। तपाईँलाई उद्धार गर्नलाई हामी पहल गर्छौँ। तपाईँको एजेन्टको नाम नम्बर चाहिँ मलाई तुरुन्त पठाइदिनुहोस् है। मेरो एजेन्टको नाम नम्बर मेरो बुढोलाई थाहा छ। तपाईँको बुढोले नम्बर फोन उठाएन भने मैले गरौँ के त? तपाईँको नामले फेरि भन्नुहोस् त, यहाँ टिपौँ। के? तपाईँको नाम? मेरो नाम सावित्री तामाङ। सावित्री तामाङ। कुवेतमा गएको कति भयो? म त्यो 4 महिना बाँकी छ मेरो। 2 वर्ष हुनलाई? हजुर। 4 महिना भनेपछि 20 महिना भयो। बुढाको नाम के हो? बुढाको नाम के हो? मेरो बुढाको नाम सुरज तामाङ। सुरोज? सुबराज। शुभराज? कि नाम पनि थाहा छैन? सुरज तामाङ। ल नम्बर पठाइदियो है त मलाई। ल त्यो साथीको पनि नम्बर पठाइदियो मलाई है।